आजको यो खबर नेपालको वीरगंज शहरको हो, जसमा वीरगंज नगरपालिकाले एउटा नोटिस जारी गरेका छन्, जसमा वीरगंज नगरपालिकाले भनेका छन् मेन रोडमा धेरैजना सरकारी जमिनमा घर बनाएका छन्, जसका कारण वीरगंजमा हरेक दिन जाम लागेका हेरिन्छन्। जामको कारण र विकासको कारणले नगरपालिकाले मेन रोडमा दुवै साइडको 25-25 मिटरको अण्डरमा जति पनि घरहरू छन् त्यसलाई तोड्ने आदेश दिएका छन् र हालैमा वीरगंजमा यो तोड्ने कार्यक्रम सुरु पनि भइसकेका छन् र यो कार्य धेरै फास्ट वेमा भइरहेछन्। अनि यसको माथि वीरगंजको आम जनता र व्यापारीहरूको धेरै मिक्स रियाक्सन छन्, जस्तै कि व्यापारीहरूको रियाक्सन हेर्नुहोस्। अब हामी रोडमा आइसके, हामी चाहिँ रोडमा आइसके के ठिक छ, तपाईँ सरकारको निर्णय हो गर्नु छ, मलाई पनि थाहा छ एक समयमा यो आउने हो, तर यसरी आउँछ हामी त्यो सोचेको थिएन। खुसी कसैले लागेको होइन, खुसी पनि लाग्नु कि कुनै भाइको घर भत्केछ समय अनुसार। आज हिजो नोटिस पायो, आज घर भत्क्ने यो कुनै औचित्य नै छ। यस्तो कुनै कसले विधान लेखेको हो त्यो पनि यो ठीक छैन। यो सब भिडियो हेरेर हामीलाई जानकारी भइरहेछ कि व्यापारीहरूलाई धेरै ठुलो साथमा लागेका छन्, अनि त्यही हामी आम जनताको रियाक्सन हेर्ने उनीहरूको निकै अपोजिट छन्। राम्रो छ, खुसी छ, सबै मान्छेहरू छ नि, जनताहरू सबै खुसी छ। अनि अझै आम जनता यसलाई सोशल मिडियामा पनि सपोर्ट गर्दैछन्। फर इक्जाम्पल यो आम जनताको कमेन्ट्सहरू पढ्नुहोस्।